अब तपाईले अनलाइनबाट आफ्नो राष्ट्रिय परिचय पत्र डाउनलोड गर्नको लागि तपाईको मोबाइल नम्बरमा आएको ओटिपी पनि राख्नुपर्ने भएको छ। पहिले चाहिँ तपाईले आफ्नो नाम, नागरिकताको नम्बर, जारी भएको मिति, त्यसपछि क्याप्चा सल्भ गरिसकेपछि तपाईले सजिलैसँग आफ्नो राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न सक्नुहुन्थ्यो। यसले गर्दा चाहिँ धेरैजनाको गोपनीयता भङ्ग भएको भनेर चाहिँ नेपाल सरकारले फेरि ओटिपी राख्नुपर्ने सिस्टम यहाँनिर अपडेट गरेको छ र ओटिपी चाहिँ तपाईको राष्ट्रिय परिचय पत्र बनाउँदाखेरि जुन नम्बर तपाईले दिनुभएको थियो त्यही नम्बरमा चाहिँ ओटिपी आउँछ र त्यो ओटिपी राखिसकेपछि मात्रै तपाईको डाउनलोड गर्ने अप्सन आउँछ र डाउनलोड गरिसकेपछि तपाईलाई त्यहाँनिर एउटा प्रोटेक्सनको लागि तपाईलाई एउटा कोड आउँछ। त्यो कोड भनेको चाहिँ तपाईको नामको फर्स्ट 4 वटा लेटर, त्यसपछि तपाईको जन्म मितिको साल तपाईले हालेर चाहिँ त्यहाँनिर त्यो पासवर्ड हालेर तपाईले सजिलैसँग हेर्न सक्नुहुन्छ। अब यहाँनिर तपाईको पुरानो राष्ट्रिय परिचय पत्र बनाउँदाखेरि दिएको नम्बर छैन भने तपाईले नजिकै रहेको राष्ट्रिय राजस्व कार्यालयमा गएर त्यहाँनिर तपाईले आफ्नो मोबाइल नम्बर अपडेट गरेर चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। सो तपाईको एकाउन्टमा पनि चेक गर्नु होला।